वाउ यस्तो मिठो भुटन घरमै बनाऊँ है त। हेर्नुहोस् त। हाई, आज चाहिँ म भुटन बनाउँछु। लेट्स गो। यहाँ चाहिँ मैले भुटनको लागि उसिनेर मजाले पखालेको अनि यत्रो यत्रो पिसमा काटेको भुटन लिएको छु। यसलाई चाहिँ मैले बोइल गरेको थिएँ। प्याज, धनियाँ, खुर्सानी अनि मसलाहरू पनि लिएको छु मैले चाहिँ योसँग है त। अब चाहिँ हामी यसलाई भुट्नको लागि सानो कराही लिन्छौँ। प्यान लिए पनि हुन्छ हजुरहरूले। यसमा थोरै तेल राख्ने। तेल चाहिँ हामीलाई धेरै पर्दैन किनभने भुटनमै तेल निस्किन्छ है। अब चाहिँ म यो टेम्परेचर चेक गर्दैछु। यो तेल मजाले तातेको छ। अब यो सब भुटनलाई राखेर यसलाई मजाले मिक्स गर्नुपर्छ है त। यसरी हेर्नुहोस् त मैले कस्तो मजाले मिक्स गरेको छु। यसलाई चाहिँ अन्टिल यसको कलर चेन्ज नभएसम्म चाहिँ हामीले मजाले फ्राई गर्नुपर्ने हुन्छ। हामी ग्यासको आगो चाहिँ ठुलै राख्छौँ किनभने यसलाई हामी क्रन्ची बनाउनु खोजेको हो। क्रन्ची पनि होइन, धेरै क्रन्ची पनि होइन, धेरै सफ्ट पनि होइन हेर्नुहोस् त यस्तो राम्रो कलर आएको छ। अब चाहिँ हामी मसलामा चाहिँ मैले अदुवा लसुनको पेस्ट, हल्दी, खुर्सानीको धुलो अनि नुन र जिरा मात्रै लिएको छु। यति मसलामा पनि यस्तो मिठो हुन्छ हेर्नुहोस् त कस्तो राम्रो कलर देखेको। अब यसमा चाहिँ अघि काटेको खुर्सानी, प्याज र अलिकति धनियाँलाई पनि मिक्स गरिदिन्छु म। यो चाहिँ लगभग पाकिसकेको छ। यसलाई चाहिँ अब धेरै बेर हामी पकाउनु पर्दैन। प्याजहरू चाहिँ हाफ फ्राई मात्र गर्ने हो यसमा। हेर्नुहोस् त कस्तो राम्रो कलर आएको। फेरि माथिबाट अलिअलि धनियाँ हाल्दैछु म। हेर्नुहोस् त वाउ इट्स लुक सो यम्मी। त्यसपछि अब म टेस्टिङ गर्दैछु। हेर्नुहोस् त वाउ मलाई त कस्तो मिठो लागेको। आफैले बनाएको आफैलाई मिठो लागेको। यम्मी। थ्याङ्क यू।